हेलो साथीहरू नमस्ते। आजको ब्लगमा म तपाईलाई के देखाउन गइरहेछु। यो फुल चाहिँ ओइल्यो क्या, फुलेर ओइलेपछि चाहिँ म यसलाई चाहिँ आज चाहिँ मेरो बिहानको काम चाहिँ बिहान चाहिँ अब यो कतिखेर भने 10-11 बजी चाहिँ यो ओइलिसक्छ। अनि ओइलेपछि चाहिँ यसलाई चुरेर फाल्ने क्या, बिस्तारै 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 चुरेर फाल्ने। यसको चाहिँ जरा हल्यो भने फलको दाना ठुलो हुँदैन हैन, अनि साइज बढ्दैन। त्यही भएर यसलाई चाहिँ लोड पर्छ नि त। यो ओइलेपछि त अनि यसलाई यसबाटै किरा उत्पादन किरा च्याउछ्याउ किरा पर्छ क्या। अनि त्यही भएर कुहिएपछि फलको दानालाई लोड पर्छ क्या। अनि त्यही भएर यसलाई चाहिँ बिस्तारै सबै प्रत्येक चुरेर फाल्छु म हैन। अनि चुरेर फाल्छु अनि त्यो अब यो सबै बिस्तारै बिस्तारै सबै प्रत्येक फुलहरूलाई म चुरेर फाल्छु। अनि चुरेर फालेर अनि त्यसपछि चुरेर फाल्दै गयो। अब प्रत्येक अब यसलाई पनि चुरेर फाल्यो। अनि चुरेर फाल्ने अनि मेरो चाहिँ अनि यिनीहरूलाई चाहिँ अब बेलुका चाहिँ यिनीहरूको बेलुका फुल्छ। अनि बिहान चाहिँ ओइलिन्छ 8-9 बजी। अनि 10-11 बजी चाहिँ बिहानसम्म फुल्छ। 10-11 बजी ओइलिन्छ। अनि यिनीहरूलाई सबै बिस्तारै सबै हटाउँदैछु म हैन। अनि त्यसपछि अब वरिपरि यो चपटे किरा कस्तो परेको क्या। अनि यो काँक्रा हेर्नु त, काँक्रा सानो फलेछ। मुनि पनि खेती भयो। अनि यो माथि हेर्नु यो किरा कस्तो, यो किराले कस्तो किरा हो। यो चपटे किरा छ नि, रातो खालको बुलबुल हुने हौ, त्यो किराले त्यस्तो दुःख दिएको। अनि माथि पनि फल लाग्छ, मुनि पनि सब्जी खेती आफूलाई हुन्छ। अनि यो किराले चाहिँ कस्तो दुःख दिन्छ भने नि के अरे रायो सागलाई चाहिँ धेरै दुःख दिने क्या। अनि काँक्रालाई त खासै दुःख दिँदैन रहेछ, रायो सागलाई चाहिँ यसले दुःख दिँदो रहेछ क्या। अनि आफूलाई खाना पनि भयो नि त, यो ग्यापहरू हुन्छ, ग्याप भएको ठाउँमा अनि के अरे सब्जीहरू खेती अनि आफूलाई खानालाई। अनि माथि चाहिँ दाना पनि भयो, मुनि पनि फल, मुनि पनि सब्जी भयो हैन। अनि प्रत्येक अनि यो फुल चाहिँ जम्मा गरेर राख्छु। अनि त्यसपछि तपाईँहरूलाई चाहिँ हामी चाहिँ तरकारी अरू त तरकारी खानुहुन्छ, हामी चाहिँ खाँदैनौँ है। यस हस्त, धन्यवाद, बाई बाई।